भन्नुहोस् कस्तो छ अहिले आज? यो भ्रष्टाचार गरेर कमाएको मासु भात भन्दा श्रम गरेर कमाएर खाएको समोसा तरकारी साह्रै मिठो छ। नमस्कार। आज नर्वेको राजधानी ओस्लोमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाद्वारा आयोजित प्रोग्राममा यहाँ उल्लेखनीय सहभागिता छ। यहाँ उपस्थित सबैजनाको एउटै चासो के रहेको छ भने प्रदेशमा बसेर पनि देशको चिन्ता किन गर्छौ, आँखाका चिप्रा पुस्दै तिमीहरूलाई देशको मतलब के छ भनेर आवाज उठाउनेहरूको लागि जसरी हामीले देश जिम्मा लगाएर उनीहरूलाई सुम्पेर गएका थियौँ र उनीहरूले जुन भटखालोमा हाले त्यसका विरुद्ध ऐक्यबद्धता जनाउँदै यहाँनिर सबैले देश अब हाम्रो काँधमा आएको छ र हामीले जिम्मेवारी वहन गरेर उहाँहरूलाई चाहिँ बिदाई गर्दै अब नयाँ युगले र नयाँ पुस्ताले हस्तान्तरण गर्नुपर्नेछ। अर्को एउटा जसले गर्न सक्छ त्यो पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ र पुराना दलहरूले जसको खोलो बगाए बिना रगतको पनि निलो क्रान्ति हुन्छ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मूल मुद्दालाई यहाँनिर उजागर गर्न सकिएको छ र सहभागीहरूले सबैको विचार पनि एक प्रकारकै छ। कसैले पनि हत्या हिंसा नगरौँ र नराम्रो नगरौँ भन्दै आवाज उठाइराख्नु भएको छ र जसरी अहिले एआई तथा अनेक थरीको प्रयोग गरेर चरित्र हत्या गर्ने र मानिसहरूलाई बदनाम गर्ने गरिएको छ त्यसको पनि घोर विरोध गरिएको छ। हामीसँग कनेक्ट गर्नुहुनेछ र त्यसपछि लगत्तै प्रमुख अतिथि सम्बोधनमा हाम्रा युवा नेता तथा जेन्जी आन्दोलनका नेतृत्वकर्ता सुदन गुरुङसँग पनि कुरा हुन्छ। आचार्यज्यूलाई पनि अगाडि सोफामा आसन गरिदिनु अनुरोध गर्छु। श्री राजन शिवाकोटीज्यूलाई पनि आसन ग्रहण गरिदिनु अनुरोध गर्छु। सबैजना घन्टी बजाएर थाली बजाएर साथ दिनु होला। स्वागत मन्तव्यको लागि सरोज थापाज्यूलाई अनुरोध गर्दछु। धन्यवाद। सर्वप्रथम त म थोरै हाम्रो 3C क्याम्पेनको अवधारणा के हुन सक्छ त भनेर थोरै भन्न गइरहेको छु। 3C क्याम्पेन भनेको कल, कन्ट्रिब्युट एन्ड कोअर्डिनेट। त्यसपछि सबैले एकदमै मैले बुझेअनुसार चाहिँ रासोपाको घोषणापत्र चाहिँ अबको 5 देखि 10 वर्षमा नेपालमा के कस्ता विकासहरू गर्न सकिन्छ, त्यसको लागि आर्थिक भार के पर्छ, त्यसलाई खर्च कसरी जुटाउन सकिन्छ, यो सबै कुराहरू समेटेर आउँदैछ। त्यही भएर मैले बुझेअनुसार त्यो नै हो। फेरि पनि हामीहरू यसमा छलफल गरौँ। केही कुराहरू हामीले सरसल्लाह दिन सक्छौँ भने हामीले केन्द्रमा पठाउन सक्छौँ। यदि हजुरहरूलाई कसैलाई पनि आफ्नो क्षेत्रको उम्मेदवारसँग कन्ट्याक्ट गर्न अप्ठ्यारो परेको अवस्था त्यस्तो छ भने प्लिज सम्पर्क गर्नुहोला। र फेरि पनि यहाँहरू सबैलाई म प्रवास नेपाली सम्पर्क विभागको सहसचिव सरोज थापा यहाँहरूलाई स्वागत टक्राउन चाहन्छु। धन्यवाद। अनुप्रिया तिमिङ सिन्हाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। उद्घोषिका रजनी श्रेष्ठलाई, आदरणीय यस सभाका सभापति जीवनप्रतिज्यू, आसन ग्रहण गर्नुभएका अग्रजज्यूहरू र यहाँ उपस्थित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, मेरो न्यानो अभिवादन सबैलाई। जय घन्टी। अहिलेको राजनीतिक उथल पुथल, अहिलेको भइरहेको भ्रष्टाचार, यो सबैको अन्त्य कहिले हुन्छ भन्ने हाम्रो मूल प्रश्न छ। यही परिवर्तनलाई संस्थागत गर्नको लागि नै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको हो। भ्रष्टाचारको अन्त्य हुन पर्छ भन्ने मूल नाराका साथ नै राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको हामी सबैलाई थाहा नै छ र त्यो राष्ट्रिय स्वतन्त्र पार्टीलाई हामीले पनि साथ दिनुपर्छ है भनेर हामीले पनि नर्वेमा राष्ट्रिय स्वतन्त्र पार्टीको भातृ सङ्गठन PNSBN प्रवास नेपाली सम्पर्क विभाग नर्वे भनेर हामीले सेप्टेम्बरको 6 तारिकदेखि सुरु गरेका हौँ। त्यसकै 2 दिनमै जेन्जी आन्दोलन पनि भयो। विवेकशील समितिसँग पनि हाम्रो नेपालको पुरानो दल यहाँ जो नर्वेमा पनि भातृ सङ्गठन हुनुहुन्थ्यो उहाँहरूसँग पनि जोडिने अवसर पाउँदै पनि अहिलेको माहौल चुनावी माहौल छ।
हामी सबैजना सायद सबैको दिमागमा बिहानदेखि बेलुकासम्म नेपालको चुनावमा के हुन्छ, अबको दलमा के होला, कस्तो होला बाटो, पुरानै दल फर्किन्छ या हामीले पनि अथवा राष्ट्रिय स्वतन्त्र पार्टीले दल आउँछ अथवा नयाँ चिज केही हुन्छ भन्ने चिन्ता, यो चिन्ता हामी सबैलाई छ। नेपालमा बस्नेहरूले भन्नुहुन्छ तपाईँहरूलाई के को मतलब, तपाईँहरू त उतै हुनुहुन्छ, हामी यहाँ छौँ त चिन्ता गर्ने। मैले कति कुरा गर्दाखेरि उहाँहरूको यस्तै आन्सर आउँछ, तर उहाँहरूलाई लाग्दो हो त्यहाँ जे चलिरहेछ ठिकै छ, यसरी त हो नि चल्ने, तर हामीलाई त्यो लाग्दैन। हामीले यो विकास देखिसक्यौँ भने यो विकास हाम्रो देशमा किन सम्भव छैन? एकजनाले एकजनालाई बुझाउन सके भने पनि एउटा मत सही ठाउँमा जान्छ। यो कुरा हामीले बुझाउन एकदमै जरुरी छ। बालिन शाह आज जहाँ जहाँ पुग्दै हुनुहुन्छ त्यहाँ त्यहाँ जनबहर आइराखेको अवस्था यहाँहरूले निहालिराखेको जोड्दै एकीकृत गर्दै प्रबन्ध गर्दै त्यहाँ पनि नेपालीहरूलाई यहाँहरूले जोड्दै नेपालीका समस्याहरूमा पनि चाहिँ यहाँहरूले काम गर्दै त्यही अगाडि बढ्नुपर्ने आवश्यकता छ र निर्वाचनको सन्दर्भमा यहाँहरूले आज जुन यो कार्यक्रम गर्दै हुनुहुन्छ यसले हामीलाई चाहिँ नैतिक भौतिक र आर्थिक रूपमा सघाउने एउटा यहाँहरूको तयारी पनि हो भन्ने मैले बुझेको छु। हुनुपर्छ भन्ने राष्ट्रपाको एजेन्डा छ, त्यसमा काम गर्नुपर्छ, त्यसमा यहाँहरूको साथ सहयोग हामीलाई सधैँ चाहिन्छ। र यो देश बनाउने भनेको अब प्रवासमा बस्नुभएका साथी र स्वदेशमा बस्नुभएका साथीहरू सबै मिलेर प्रवास नेपाली सम्पर्क विभाग नर्वेका सम्पूर्ण साथीहरूलाई र नेतृत्वलाई चाहिँ आभारी प्रकट गर्दै मेरो भनाइ यही अन्त्य गर्न चाहन्छु। हस्त नमस्कार, जय देश, जय हिन्द। नयाँ आउनुभएको साथीहरूलाई आफ्नो नाम चाहिँ टिपाउन अनुरोध गर्न चाहन्छु। अवसरको दिने कार्यक्रम चलिरहेको छ र तपाईँहरू पनि दिन चाहनुहुन्छ, तपाईँहरूसँग केही नयाँ आइडिया छ, कसरी कन्ट्रिब्युट गर्न सक्नुहुन्छ, राष्ट्रप्रति तपाईँहरूको धारणा के छ, केले तपाईँलाई जोड्यो भन्न यहाँ सबैमा चाहनुहुन्छ भने कृपया अगाडि आउन सक्नुहुन्छ। सम्पूर्णमा जय घन्टी, जय घन्टी। खुसी लागेको छ। सबभन्दा पहिला यहाँहरूलाई धेरै धेरै धन्यवाद दिदी। अलिक गर्ने मान्ने बुझेका मान्छेहरूले त यो राजनीति भन्ने कुरामा हातै हाल्नु हुँदैन। यसमा यसै फोहोर छ, त्यही माथि आफैले हात हालेर आफ्नो फोहोर हात किन फोहोर बनाउने, बरु अलिकति तर्किँदै बस्ने, सुगर बस्ने भन्ने ठाउँबाट हामी अलिकति माथि उठेका छौँ। यो माथि उठ्नुमा हाम्रो अघि एकजना साथीले भन्दै हुन्थ्यो रवि कि बालन भनेर। रवि र बालन मात्रै होइन, तपाईँ हामी पनि हो। तपाईँ हाम्रो चेतनाले पनि काम गरेको छ र हामी आफूले आफूलाई बालन र रविभन्दा कम ठान्नुपर्ने कुनै पनि कारण छैन भन्न चाहन्छु म सबैलाई। अझ म त भन्छु राष्ट्रपाभन्दा अगाडि उज्जवल थापाहरूले सुरुवात गरेको परिवर्तनको एउटा मानक उहाँले स्थापना गर्दै जाँदा कुनै कारणले गर्दा अलिकति पछि पर्नुभयो, तर पछि राष्ट्रपा आएर रविलाई पनि आउनुभयो, भ्रष्टाचारको मुद्दालाई मुख्य मुद्दा बनाउनु भयो। त्यो कारणले गर्दा त्यतिको जेन्जी आन्दोलन भएको हो। चाहिँ पार्टी नै हुनुपर्छ, एक पक्ष लिनैपर्छ, सही कि गलत। तपाईँहरू चाहिँ निष्पक्ष हुन्छ भन्नुभयो भने त्यहाँनिर चाहिँ गलतहरूलाई प्रश्नै हुन्छ भन्ने सदस्य भएको नाताले यहाँहरू कसैलाई पनि यदि सहयोग संस्थालाई सहयोग गर्न मन छ भने कृपया यहाँहरू आफै पनि घोषणा गर्न सक्नुहुन्छ भन्दै अहिले मेरो मन्तव्य यही टुङ्गाउन चाहन्छु। हस्, धन्यवाद, जय घटी। चिया पनि राखिएको छ साइडमा, कृपया त्यो लिन सक्नुहुन्छ है। अनि हामी यहाँ टी सर्ट सेल पनि हुँदैछ, राष्ट्रपाको टी सर्ट सेल, ब्याग सेल हुँदैछ। अनि अहिलेसम्म प्रवास नेपाली सम्पर्क विभागमा चाहिँ हामी करिब 200 सदस्य भइसकेका छौँ र तपाईँहरूले सदस्य लिनु भएको छैन भने कृपया आजै गरिदिनु होला, एकदमै राम्रो अवसर हुनेछ। नयाँ सदस्यमा जोडिँदै हुनुहुन्छ पूर्णमाया श्रेष्ठज्यू, पूर्णिमा श्रेष्ठ, उहाँलाई पनि अगाडि आइदिनु हुन म अनुरोध गर्दछु। जय घन्टी। धेरै धेरै स्वागत छ सम्पूर्ण नयाँ सदस्यहरूलाई। धेरै धेरै धन्यवाद र धेरै धेरै सीमा परिवारज्यू, उहाँलाई पनि नयाँ सदस्यलाई जोड्दै हुनुहुन्छ। हजुरहरू सबैलाई राष्ट्रसभामा जोडिँदा कस्तो लागिरहेको छ? खुसी लाग्छ, एकदम खुसी लाग्छ। म सधैँ नै घन्टीको लागि अगाडि बढिरहेको छु र गाउँमा पनि भनिरहेको छु। मैले अस्ति हिजो मात्रै आएको नेपालबाट। हजुर, अनि प्रदेशमा बसेर राजनीति गर्न हुन्न भन्नेलाई के भन्न चाहनुहुन्छ? त्यो भनेको त हुन्न भन्नेलाई त यो म के भन्नु चाहन्छु, त्यस्तो कहिले पनि नभन्नु होला होइन। आफू यहाँ भए पनि सबै नेपालीलाई
अहिले चाहिँ घन्टीलाई नै हामीले चाहिँ एउटा भोट दिनुपर्छ अधिकार हो, तर अहिले यसपालि घन्टीलाई नै विचार गर्नुपर्छ। हस्, धन्यवाद। यहाँ अरू नयाँ एकजना घन्टी प्रवेश गर्नुभएको छ। हजुरलाई राजसभाप्रति माया अथवा यो भएर कसरी जोडिरहनु भयो? मलाई आज एकदम रमाइलो लागिरहेछ। यहाँ म अरू प्रोग्राममा नै आइरहेको थिएँ, सुविधा गौतम आउँदाखेरि नै आइरहेको थिएँ, अनि त्यो देखेर मलाई एकदम इन्ट्रेस्ट लाग्यो, त्यही भएर म आज जोडिएको। धन्यवाद। हस्, धेरै धन्यवाद। धेरै नयाँ सदस्यहरू पनि जोडिनु भएको छ। आज राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्दै प्रवेश गर्नेको सङ्ख्या पनि उल्लेखनीय छ। मैले हजुरलाई सोध्न चाहेँ, राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले प्रवेश गर्नुभएको पनि देखेँ, जनलहर पनि देखेँ, त्यसमा केही भन्नु छ कि तपाईँको 2-4 शब्द? एकदम धेरै खुसी लागिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीमा अर्थात् प्रवास नेपाली सम्पर्क विभाग नर्वेमा चाहिँ हाम्रा महिला दिदीबहिनी, विशेष गरी महिला दिदीबहिनी जोडिनु भएको छ। महिला सशक्तिकरणको आवाज भइरहेको छ। एकदम खुसी लागिरहेको छ। सम्पूर्णलाई यसरी नै जोडिँदै जाऊ, माहौल बनाऊ। जय घन्टी। धन्यवाद। धन्यवाद हजुरलाई। आज नै मैले नयाँ सदस्य लिएँ, किनभने म पनि पहिल्यैबाट काङ्ग्रेसप्रति समर्पित हुँ। मैले मेरो परिवारका सदस्यहरूलाई के भनेको छु भने सबै नेताहरूलाई हेऱ्यौँ, हामीले सबै नेताहरूले गरेको कार्यहरू हेऱ्यौँ, तर यसपालिबाट चाहिँ हामी परिवर्तन हुनुपर्छ। तपाईँहरू काङ्ग्रेस भए पनि मैले मेरो जेठा दाइलाई के भनेको छु भने तपाईँ काङ्ग्रेस हो, म पनि काङ्ग्रेसमा धेरै पटक भोट गरेको मान्छे हो, तर अब चाहिँ हामीले काङ्ग्रेस भन्नु हुँदैन। अब हामी परिवर्तन हुनुपर्छ। हामीले घन्टीमा भोट दिनुपर्छ र देश चाहिँ घन्टीमय बनाउनुपर्छ। देशको विकास सुदन गुरुङजी नेपालबाट जोडिरहनु भएको छ। स्वागत गर्दै हुनुहुन्छ यहाँ चाहिँ अहिले। हामी देशमा विदेशमा बसेर चाहिँ हामी नेपालीहरूले आफ्नो देशलाई धेरै माया गरेका छौँ जस्तो लाग्छ मलाई छैन। उता विदेशमा हुँदै गर्दाखेरि आफ्नो घर आउने चाहना भन्ने हिसाबमा नै हाम्रो धेरै कुरा भइरहेको थियो। म त्यसमा त विशेष रूपमा त म त्यसको विरोधै गर्न बसिरहेको मान्छे पनि हो होइन। मेरो नि आउँछ नमस्कार। दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो नमस्कार, जय घन्टी अनि जय धेरै गर्न सक्छौँ। जस्तै हाम्रो पार्टी सभापति पनि धेरै वर्ष प्रवासमै बसेर आउनु नयाँ सदस्यको रूपमा अशोक बिमारीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद। बालन सरकार यहाँहरू सबैलाई जय घन्टी भन्न चाहन्छु। आन्दोलनमा शहीद भएका भाइहरूलाई पनि हार्दिक श्रद्धाञ्जली। र फेसबुक सञ्जालहरूमा पनि भाइहरूले कति राष्ट्रसभाका सदस्यहरूले पनि टिप्पणीहरू गर्दाखेरि चाहिँ अलिकति धैर्य भएर अलिकति संयम तरिकाले चाहिँ आफ्नो राय सुझावहरू लेखिदिनु हुन पनि म यसै मञ्चबाट उहाँहरूलाई विनम्र अनुरोध गर्छु। राष्ट्रिय स्वतन्त्र पार्टी धन्यवाद। यहाँहरू सम्पूर्णलाई धन्यवाद। लीला अधिकारीज्यू नयाँ सदस्य हुनुभएको छ, उहाँलाई पनि ब्याच लगाएर स्वागत गरिदिनु होला। लीला अधिकारीज्यू अगाडि आउनुहोला। सहयोग आउने क्रम पनि जारी छ र सहयोग आउने क्रममै हामीलाई चमेली लामाज्यूले 301 करोड दिनुभएको छ, सहयोग गर्नुभएको छ। सचिन परियारले 1100 करोड, शर्मिला परियारज्यूले 550 करोड, यशोदा श्रेष्ठले 200, पूर्णिमा श्रेष्ठज्यूले
भगवती सिद्धज्यूले 300 करोड, सजनाज्यूले 1050 करोड, खगेन्द्र कोइरालाजीले 600 करोड, धर्मराज थापाज्यूले 505 करोड, रघुवीर श्रेष्ठ 505 करोड, अर्जुन कुँवरज्यूले 800 करोड, जीवन उप्रेतीज्यूले 2000 करोड, होमनाथ अधिकारीज्यूले 1000 करोड, नन्दलाल काफ्रेज्यूले 500 करोड, अनुसुया तिमिल सिन्हाज्यूले 1000 करोड र सरोज थापाज्यूले 1000 करोड। आजको यो दिनभरिको सहयोग हो। धेरै धेरै धन्यवाद सम्पूर्ण सहयोगी मण्डललाई। भविष्यमा फेरि जोडिने नै छौँ र औपचारिक कार्यक्रम त अझै पनि बाँकी नै छ। नाचगान गर्न सक्नुहुन्छ र आजको मेन उद्देश्य कल क्लास एन्ड कन्ट्रिब्युटमा तपाईँहरूले कतिको कन्ट्रिब्युट गर्नु हुँदैछ त यो प्रश्न तपाईँहरूलाई कसरी कन्ट्रिब्युट गर्दै हुनुहुन्छ? बालेन भाइ रवि दाइ तिमी पछ्याउ सत्यलाई, सिङ्गो नेपाल तिमीलाई पछ्याउन तयार छ, एउटा होरी तुफान पनि आउन तयार छ। के देश के विदेश जहाँ कहीँ छ रासोपा, के देश के विदेश जहाँ कहीँ छ रासोपा, अब जनता घन्टीको गीत गाउन तयार छ, एउटा हुरी तुफान पनि आउन तयार छ। नवयुवाको हत्या गरी सत्ता लिप्सामा तल्लीनहरू, नवयुवाको हत्या गरी सत्ता लिप्सामा तल्लीनहरू हो, जनता अब तिमीलाई भगाउन तयार छ, एउटा हुरी तुफान पनि आउन तयार छ। तिमीहरू भित्रभित्रै मिल या गठबन्धन गर, तिमीहरू भित्रभित्रै मिल या गठबन्धन गर, तर जनता यसपालि घन्टी बजाउन तयार छ, एउटा हुरी तुफान पनि आउन तयार छ, हत्याराहरूको सत्ता हत्याउन तयार छ। धन्यवाद। माताले मेरो देशको अनि प्रार्थना गरे, हे भूमि माता अब कहिले रगत नमिसियोस् मेरो देशको माटो। म जान्न चाहन्थे माटोमा रगत पसिनाको अन्तर्य, यसो हेरेँ माटोको रङ अनि सुहेँ गन्ध माटोको, देखेँ नाला पानीदेखि अहिलेसम्मका रगतले लेखिएका इतिहास। घर चिन्न घर छोड्नुपर्छ, त्यो घर चिन्नलाई घर छोडेकाहरूले नै घर के हो भन्ने बुझ्छन्। त्यो भएर अहिले रामकुमार झाँक्रीलाई प्रतीकात्मक रूपमा डेडिकेटेड हुने कविता। रामकुमार झाँक्री तिमीहरू चाहिँ विदेश भएको मान्छेहरू किन त्यसको त्यति धेरै चिन्ता गर्छौ भन्थ्यो नि, त्यो मलाई साह्रै होइन बिचरा भन्छु म त्यो मानसिकताप्रति। अलि राम्रोसँग है त्यो सफा भइरहेको छैन। नयाँ नेपालका नयाँ पुस्ताहरू पढ्दैछन्